यो नयाँ वर्षमा केवल सङ्कल्प होइन, बलियो आर्थिक भविष्य निर्माण गर्ने बाचा गर्नुहोस्। वर्ष फेरिन्छ, अवस्था फेरिँदैन। न्यु इयर त आउँछ, तर लाइफमा न्यू चेन्ज आउँदैन। वर्ष नयाँ, तर समस्या पुरानै, त्यही पनि पैसाकै। यो अवस्थाबाट पार पाउनको लागि नयाँ वर्ष 2083 वैशाख 1 गतेको दिनबाट नै यी कार्यहरू गर्नेछु भनेर बाचा प्रतिज्ञा गर्नुहोस्। धन सम्पत्तिप्रति सकारात्मक दृष्टिकोण राख्नेछु। हरेक दिनको सुरुवात यो वाक्यबाट सुरु गर्नेछु। म हरेक दिन समृद्ध भइरहेको छु। हरेक दिन मेरो धन बढिरहेको छ। मेरो आर्थिक अवस्थामा निरन्तर सुधार आइरहेको छ। एक मात्र आम्दानीको स्रोतमा निर्भर नभई नयाँ नयाँ आम्दानीको स्रोतहरू खोजी गर्नेछु, जसको लागि नयाँ ज्ञान सिप सिक्नेछु। मैले आफ्नो आम्दानी भन्दा बढी खर्च गर्ने छैन। मैले र मेरो घर परिवारले गर्ने खर्चको अभिलेख दैनिक रूपमा राख्नेछु। आम्दानी र खर्चलाई व्यवस्थित गर्नको लागि मन्थली बजेट बनाउनेछु र महिनाको अन्त्यमा रिभ्यू गर्नेछु। आफ्नो आम्दानीको 20% जसरी पनि बचत गर्नेछु। 3 देखि 6 महिनासम्मको इमर्जेन्सी फन्ड आपतकालीन कोषको स्थापना गर्नेछु। अरूको दबाब र प्रभावमा परेर पैसा खर्च गर्ने छैन। वित्तीय साक्षरता वृद्धि गर्नको लागि प्रत्येक दिन नयाँ नयाँ कुराहरू सिक्नेछु। सोसँग सम्बन्धित पुस्तकहरूको अध्ययन गर्नेछु। अनावश्यक ऋण लिने छैन। आवश्यक परेर लिएको ऋणको सही सदुपयोग गर्नेछु। ब्याङ्क लोनको किस्ता निर्धारित समयमा नै भुक्तानी गरी अनावश्यक शुल्क तिर्ने छैन। स्टक मार्केटको बारेमा आफ्नो ज्ञान क्षमता बढाई अनुशासित लगानीकर्ता बन्नेछु। आफ्नो क्षमताले सक्ने गरी लाइफ इन्सुरेन्स, हेल्थ इन्सुरेन्स र एसआइपी गर्नेछु। टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट प्रभावित भई अनलाइन सपिङ गर्ने छैन। अति आवश्यक परेको समयमा मात्र प्राइभेट भेहिकलको प्रयोग गर्नेछु, अन्यथा पैदल यात्रा गर्नेछु। धुम्रपान र मदिरापानको सेवन गर्ने छैन। बाहिरको खाना, खाजा, चिया, कफीमा सकेसम्म पैसा खर्च गर्ने छैन। आफ्नो र परिवारको स्वास्थ्यमा ख्याल गर्नेछु। दैनिक शारीरिक व्यायाम गर्नेछु। समयको सही सदुपयोग गर्नेछु। देश तथा विदेशको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवेशको जानकारी लिनको लागि प्रत्येक दिन समाचार सुन्नेछु, हेर्नेछु। पब्लिक रिलेसन विस्तार गर्नेछु। आज यी प्रतिज्ञा गर्नुहोस्, सोही अनुरूप निरन्तरता दिँदै जानुहोस् अनि तपाईँको यो वर्ष बलियो आर्थिक भविष्य निर्माण गर्ने वर्ष बन्नेछ। हेर्दा ससाना कार्यहरू भए तापनि यसले वित्तीय रूपमा अनुशासित हुन सहयोग पुर्याउँछ। अन्त्यमा नयाँ वर्ष 2083ले तपाईँ र तपाईँको परिवारमा सुख, शान्ति र समृद्धि ल्याओस्। धन्यवाद।